है साथीहरू घरको ठुली छोरी भएपछि कति जिम्मेवारी हुँदो रहेछ हेर त आफू सँगसँगैको छ बहिनीहरू खुवाइदिँदैछ ठुली छोरीले कान्छी र माइलीलाई यस्तरी बिचरा मेरो ठुली छोरी कति ज्ञानी छ खुवाइदिनु त अघि दिइसकेको उसको बहिनीहरूलाई चाहिँ उसको ठुली चाहिँ के अरे होमवर्क नगरिसकिकन म खान्न भन्छ क्या मेरो ठुली छोरी चाहिँ अनि उसको भाग पनि उसको बहिनीहरूलाई नदिकन चित्त बुझ्दैन उसलाई खुवाउनै पर्छ ठुली छोरी ओ अनि कान्छीले गरौँ नि त यता हेर्नु जुमु डिस्टर्ब नगरिदिनु नानालाई प्लिज लुकमा अमाउ न नानालाई त्यस्तो नगरिदिनु न ल ठुली छोरी हेर त दिदी भनेको दिदी नै हुन्छ चाहे एक दिनको फरक होस् एक महिनाको फरक होस् एक घन्टाको फरक होस् होइन दिदी भनेको दिदी नै हुँदो रहेछ हेर त चैत्र 15 गते भएको हिन्दू राष्ट्र संवैधानिक राजतन्त्रसँगै हिन्दू राष्ट्र पुनर्स्थापना आन्दोलन तपाईँले देख्नुभयो अब यो आन्दोलन देख्नुहोस्